नमस्कार साथीहरू। आज 109 दिन यो टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट तपाईँहरूलाई अपडेटका साथ म फेरि प्रस्तुत भएको छु। अब तपाईँहरू हेर्न सक्नुहुन्छ आज बेलुका साँझ 6 बजेदेखि चाहिँ ढलान हुने भन्ने सूचना प्राप्त भएको हुँदा यो सबै सम्पूर्ण कामहरू चाहिँ तीव्र गतिमा सुरु भइरहेको छ। हाम्रो दाजुभाइ कामदार दाजुभाइहरू सबै चाहिँ यो ढलानको लागि चाहिँ एकदम कामको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ। हेर्न सक्नुहुन्छ यो फर्माको काम सबै सकिसकेको छ। जब अब यो फर्माको काम सकिन्छ त्यसपछि यसमा चाहिँ कुर्सीहरू राख्ने काम सुरु हुन्छ। तपाईहरूले देखिरहनु भएको पनि छ होला, यहाँ चाहिँ खनाइको काम भइरहेको छ भने यहाँ चाहिँ ड्रिलिङको भइरहेको छ। अब यसमा कुर्सी राख्ने भनेर ढलानको काम समाप्त भइसकेपछि कुर्सी प्याराफिटहरू सबै रेडी भइसकेपछि यसमा कुर्सी राख्ने काम भइरहेको हुन्छ। यस्तो बर्सातको समयमा पनि काम चाहिँ तीव्र रूपमै गइरहेको हुँदाखेरि अब आगामी दिनहरूमा यतिकै तीव्रताका साथ विकास हुन्छ भन्ने हाम्रो अपेक्षा छ। डोजरको कामहरू सरसफाइ वर्षाको अविरल वर्षाको समयमा पनि कामहरू चाहिँ रोकिएको छैन। तपाईहरूले देखिरहनु भएको छ होला, यो चाहिँ बाहिरको दृश्य हो टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको। यहाँ हिलोले गर्दाखेरि काम अलिअलि अवरुद्ध भए तापनि भित्र भने कामहरू मजाले नै चलिरहेको छ। अहिले पिचको अवस्था ग्राउन्डको अवस्था एकदमै राम्रो हुँदै गइरहेको छ। घाँस कटिङहरू पनि बिस्तारै भइरहेको देख्न सक्नुहुन्छ। तलको प्याराफिटहरू सबै रेडी नै भइसकेको छ। यसमा कुर्सी हाल्न मात्रै बाँकी भएको छ भने माथि अब ढलानको दोस्रो फेजको कामहरू हुँदैछ। कामहरू एकदम तीव्र गतिले भएको हुँदा सम्पूर्ण नेपालीवासीलाई चाहिँ यो गौरवको क्षणमा तपाईहरूलाई म यस क्रिकेट मैदानबाट फेरि पनि राम्रो होस् भन्ने चाहन्छु। तपाईहरू देख्न सक्नुहुन्छ यहाँ डोजरले आफ्नो काम गरिरहेको छ भने यता कामदारहरू आफ्ना आफ्ना कामतिर लागिरहनु भएको छ। आज सम्भवतः 5 बजेदेखि 6 बजेको भित्र यहाँ चाहिँ तपाईहरूले देखे बमोजिम काम हुनेछ र ढलानको कामहरू पनि मजाले हुने नै छ भन्ने यहाँ चाहिँ सूचना प्राप्त भएको छ हामीलाई। तपाईहरू मेरो यस युट्युब च्यानलमा साथ दिएर बसिदिनु होला। म तपाईहरूलाई पल पलको अपडेट लिएर आउने नै छु। यो दुईटा रुखको तल चाहिँ सेकेन्ड फेजमा टेन्डर पर्यो भने भिआइपी जोन ठुलो बन्ने भन्ने कुरा पनि भइरहेको छ।